सम्पूर्णलाई नमस्कार। म के भन्छु भने यो जीवन छ नि हाम्रो, यो जीवन कस्तो हुँदो रहेछ भने जीवन जिउने दिनचर्यामा होइन मान्छेलाई पर्ने समस्याहरू होइन जीवनमा त धेरै कुराहरू आइलाग्छ नि त मान्छेलाई। अनि त्यति बेला कस्तो हुँदो रहेछ भने मैले चाहिँ यो किन भन्न लाग्छु भने मेरो एउटा उच्च विचार भन्ने च्यानल बनाएको छु क्या, मैले युट्युब बनाएको छु। त्यस्तै अब यस्तै कुराहरू मानिसहरूलाई यसो आफूले जानेका कुराहरू राख्नको लागि होइन। के हुँदो रहेछ भन्दा मानिसहरूमा यो जीवन चलाउने क्रममा चाहिँ धेरै उताप चढावहरू आउँछन् क्या। आउँदाखेरि त्यतिखेर कस्तो चाहिँ साथीभाइहरूसँग हामीले सङ्गत गरियो, अनि त्यति बेला हाम्रो कसरी जीवनहरू चलिराखेको थियो र पछि चाहिँ त्यो साथीभाइहरू कसरी चाहिँ मोडिने चाहिँ क्रमहरू अगाडि बढ्दो रहेछ भन्ने कुराहरूमा धेरै विचार चाहिँ मैले पाएँ कि। अनि त्यो भएर चाहिँ कस्तो हुँदो रहेछ भने मानिसहरूले सजिलो, यदि तपाईँलाई सजिलो छ होइन, मलाई नै सजिलो छ, सहज छ भनेपछि त्यतिखेर चाहिँ मान्छेहरूको भिडहरू हुन्छ कि। अनि जब तपाईँलाई अप्ठ्यारो पर्यो होइन, अप्ठ्यारो परिसके पछाडि अनि साथीभाइ नर नाता आफन्तहरू पनि के हुँदो रहेछ भने अनि पर हुने प्रथा क्या। यो अहिलेबाट मात्रै नि, भगवान्को पालादेखि यो चाहिँ आइराखेकै कुरा हो। अनि त्यही भएर त्यति बेला चाहिँ हामी सजग कसरी हुनुपर्छ, त्यति बेला चाहिँ हामीले के गर्नुपर्छ, मान्छे चिन्ने मौकाहरू पाउनुपर्छ क्या। आत्तिनु पनि हुँदैन, किनभने त्यति बेला हामी एक्लो हुन्छ क्या। सङ्घर्ष भनेको जीवन भनेको एउटा सङ्घर्ष हो, जीवन भनेको एउटा यात्रा हो होइन। अनि त्यति बेला हामी एक्लोपन हुन्छ, एक्लोपन भयो भनेर हामी कहिले पनि विचलित हुनु हुँदैन। झन् हिम्मतका साथ, आँटका साथ होइन हामी एकदम अगाडि बढ्नुपर्छ। अनि त्यति बेला चाहिँ कतै पनि अलिकति पनि हचकचाउनु हुँदैन, विचलित हुनु हुँदैन क्या। अनि आध्यात्मिक एकदमै तपाईँको चाहिँ बढी चाहिँ हामीले यो आफ्नो मनलाई आफैले चाहिँ एकदमै सोध्नुपर्छ क्या। आत्मा भनिन्छ होइन, आत्मासँग कुरा गर्ने, आत्मासँग बात गर्ने, आत्मालाई सोध्ने होइन। तर कति पनि एउटा कुरा यति विचार गर्नुहोस् कि कति पनि हामीले गलत चाहिँ हामीले कसैमाथि पनि सोच्नु हुँदैन क्या। अनि नसोचिसके पछाडि के हुन्छ, सत्य र यथार्थ भनेको जहिले पनि सत्य नै हुन्छ क्या। जति सङ्घर्ष आउँछ नि तपाईँलाई त्यति भगवान्ले पनि परीक्षा दिएको हुन्छ। तर हामी चाहिँ अलिकति केही राम्रो हुँदा मेरो भगवान् भन्ने, अनि अलिकति केही बाधा अर्चना आयो भने चाहिँ अनि भगवान्लाई हामीले के गर्छौँ त फेरि भगवान्सँग रिसाउँछौँ क्या। त्यो होइन नि, भगवान्ले कहिले पनि चाहिँ कहिले पनि दुःख दिने होइन क्या। त्यो दुःख चाहिँ हाम्रो आफ्नो कर्मले दिने हो क्या। जस्तो हामीले कर्म गरिन्छ त्यो कर्मअनुसारको हामीले फल भोग्नुपर्छ होइन। त्यो भएर चाहिँ भगवान्ले पनि भनेको छ कर्म गर फलको आश नगर भनेको छ नि। त्यो भएर हामी चाहिँ विचलित त्यति बेला हुनु हुँदैन। जस्तो सङ्कट जस्तो परिस्थिति आए पनि हामी अगाडि बढ्न छोड्नु हुँदैन। यदि लडियो भने पनि उठ्न सक्नुपर्छ होइन। त्यो भएर चाहिँ एकदमै त्यति बेला चाहिँ आफूले आफूलाई एकदम बाँध्नु, त्यतिखेर कोही नै हुँदैन क्या तपाईँको आफ्नो, कोही नै हुँदैन। 100% यो मैले भोगेका कुराहरू कोही नै आफ्नो हुँदैन क्या। त्यति बेला तपाईँको लागि तपाईँ नै डर हुनुपर्छ। त्यो भएर मैले चाहिँ यो भोगेका कुराहरू जीवनका यो चाहिँ हरेक हुन्छ नि, यो जन्मेर अहिलेसम्म आएका कुराहरूलाई चाहिँ मैले एकदम यथार्थ रूपमा चाहिँ म भन्न चाहन्छु क्या। तर त्यति बेला हामी चाहिँ के हुनु पर्यो भने समस्या सुख पर्दा चाहिँ हाँस्ने, दुःख पर्दा रुने होइन क्या। दुःख पर्दा पनि के गर्न सक्नु पर्यो भने हामी हाँस्न सक्नुपर्छ, त्यो चाहिँ हो कि मानवता। अनि खालि आत्तिने, अलिकति अप्ठ्यारो पर्यो कि मान्छेहरू आत्तिहाल्ने, त्यो होइन। त्यो हुने बित्तिकै हामीलाई के हुन्छ भने यो दिमाग हो नि हाम्रो, यो दिमागमा असर पर्छ होइन। जति पनि कुराहरू आउँछन् भने त्यसलाई डिलिट गर्दै 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 फाल्नुपर्छ क्या हामीले। अनि त्यही भएर मान्छेलाई फ्रस्ट्रेसन हुने, डिप्रेसन हुने, अनि मान्छेलाई अनि लास्टमा गएर के हुन्छ भने सुसाइडमा जाने पनि हुन्छ क्या। त्यो भएर एकदमै धैर्य गर्नुपर्छ,
एकदम 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 एक्लो भएर तपाईँले आफूले आफूलाई सोध्न सक्नुभयो भने त झन् यति राम्रो, यति बाँच्नको लागि तपाईँलाई सजिलो हुन्छ होइन। कसैको आवश्यक पनि पर्दैन क्या। भगवान्लाई एकदम भरोसा गर्नुपर्छ होइन। सत्य र यथार्थमा हिँड्नुपर्छ। कसैले तपाईँलाई यो गलत छ भन्यो भने पनि, समाजले भनेछ भने पनि र भिडले भनेछ भने पनि, तर त्यो सत्य यदि हो भने चाहिँ साबित हुन्छ कि एक दिन न एक दिन तपाईँको सत्यको साबित हुन्छ। ढिलो हुन्छ तर के हुन्छ भने एकदम यो यथार्थ हो क्या त्यो। त्यसमा चाहिँ टिक्न चाहिँ हामी सक्नुपर्छ। मान्छे टिक्न नसकेपछि विभिन्न घटनाहरू घट्छ होइन। त्यही भएर म के भन्छु भने तपाईँहरूलाई त्यस्तो गाह्रो साह्रो चाहिँ कसैलाई छ भने मसँग चाहिँ एकदमै म हजुरहरूलाई चाहिँ धैर्य धारण गर्ने शक्तिहरू चाहिँ म तपाईँहरूलाई चाहिँ प्रदान गर्छु। तपाईँहरूलाई म सिकाउँछु। जोडिनुहोस् होइन, मेरो भिडियोहरू हेरिदिनुहोस्, त्यस पछाडि सोध्नुहोस्। अनि त्यसपछि मैले गर्न सक्ने त म जहिले पनि मैले त, किनभने मैले त एउटा आपतकालीन सङ्कट कोष भनेर म आफैले खोलेको पनि छु क्या। कसैलाई अप्ठ्यारो पर्यो भनेदेखि होइन, त्यसबाट म सहयोग पनि गर्न चाहन्छु, गर्दै पनि आएको छु। मैले योभन्दा धेरै 2-3 वर्ष अगाडि मैले यो भिडियो पनि हालेको छु क्या बनाएर। त्यो भएर चाहिँ म चाहिँ एकदमै त्यस्तो लाग्छ होइन। एकदम हामी धैर्य धारण हुनुपर्छ। कहिले पनि विचलित हामी हुनुहुँदैन जीवनमा। दुःख र सुख भनेको चाहिँ नि रात र दिन जस्तै हो क्या। यदि तपाईँलाई सुख छ भने अवश्य दुःख आउँछ भनेर तपाईँले जान्दा हुन्छ। यो 100% हो। सधैँभरि सुख मान्ने हुँदैन कि। त्यो भएर दुःख आयो भन्दैमा आत्तिनु, विचलित हुनु हुँदैन। सुख आयो भनेर पनि मात्तिनु पनि हुँदैन। र सम्पत्तिमा यदि कसैले तपाईँलाई दाँच्छ भने चाहिँ त्यो चाहिँ फेरि के हो, त्यसलाई चाहिँ जिन्दगीभरि नै कटअफ गरिदिनुपर्छ क्या हामीले। तपाईँ धनी हुँदा, तपाईँ सम्पन्न हुँदा जितो मेरो मान्छे भन्ने एउटा छ नि, त्यो प्रथा छ, चलनै छ त्यो। त्यो चाहिँ एकदमै भइ नै रहेको। त्यस्तो चाहिँ यदि हो भने चाहिँ त्यसलाई चाहिँ मान्नु हुँदैन। किनभने म त त्यसलाई मान्दिनँ। किनभने बरु खान नपाइयोस् होइन, तर त्यस्तो मान्छेलाई चाहिँ कहिले पनि, किन भन्दा भलो पनि हुँदैन होइन। त्यो भनेको स्वार्थी हो क्या, स्वार्थी हो। जब म चाहिँ कस्तो लाग्छ, जसले दुःख पाएको छ नि मसँग चाहिँ मैले एउटा चाहिँ घाउमा मलम लाउन सकौँ क्या। म चाहिँ त्यो दुःख पाएको मान्छेलाई चाहिँ जसरी पनि मैले गर्नुपर्छ क्या। सुख पाउँ त हामीले किन हेर्ने त उसलाई। जब उसलाई दुःख छ भने चाहिँ त्यो चाहिँ वास्तविकता के हो त, आफ्नो हो क्या। त्यति बेला चाहिँ फेरि त्यो दुःख पाएको बेला चाहिँ कस्तो हुन्छ भने आफ्नोले धेरै मौका सक्ने पनि छ त्यो प्रथा होइन। त्यही भएर नआत्तिनुहोस्, तपाईँहरू विचलित नहुनुहोस्, त्यही भन्न एकदमै चाहन्छु। धन्यवाद।